गरीबको झुपडी जल्नु भनेको केवल एउटा घर डल्नु होइन, उसको वर्षौंको पसिना, संघर्ष, सपना र जिन्दगी नै खरानी हुनु हो। आज बिहान करिब 9:15 बजेको समयमा गुल्मीको इस्मा गाउँपालिका 3 खासी चौरमा लीलाधर कुमालको ढुङ्गा माटोले बनेको 2 तले कच्ची घर तथा पशु चौपाई बाँध्ने गोठमा अचानक आगो लागि भयो। खबर प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक धीरेश कुमार मण्डलको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो निभाउने काम जारी रहेको जनाइएको छ। मानवीय तथा पशु चौपाईको क्षति भने भएको छैन। आगो लागेको कारण र पूर्ण क्षतिको विवरण प्रहरीमा आइन पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत कुमार बराबरको क्षति भएको बताएका छन्। यस सम्बन्धमा हामी त्यस वडाका पूर्व वडा अध्यक्ष तोयनाथ शर्मा सापकोटासँग टेलिफोन सम्पर्कमा छौं। यो आगो लागि इस्मा गाउँपालिका वडा नम्बर 3 साबिकको दर्लमचौर वडा नम्बर 5 को ससे कुमालको छोरा लीलबहादुर कुमालको 25 तले घरमा आगो लागेको रहेछ बिहान 8 बजे। र त्यो आगो कसरी लाग्यो भन्ने कुरामा चाहिँ घरको बाबुआमालाई खास ठोस चाहिँ जानकारी नभएको अनुमानमा चाहिँ छोराछोरीको गल्तीबाट चाहिँ आगो लागेको भन्ने कुरा अनुमान गरेका छन्। र त्यसको घरभित्र भएको चाहिँ भाँडो लुगा कपडा लत्ता यताउता गर्दा मान्छे गरिब भएको हुनाले 1.5 लाखको अनुमानमा चाहिँ क्षति भएको छ। बचाउन केही पनि सकेनन्। पशु प्राणी र मान्छे बाहेक अरू सबै चाहिँ ध्वस्त भएको। कतिजनाको परिवार रहेछ? परिवार त बुढाबुढी र 3टा छोराछोरी। त्यो परिवार निकै गरिब परिवार हो, मलाई पनि राम्ररी थाहा छ त्यहाँको बारेमा। भनेपछि अब घाँस बाँस कपास सबैबाट वञ्चित भए उनीहरू अब चाहिँ नि मागेर खाने अवस्थामा पुगे है। घाँस बाँस कपास उसको घरभित्र रहेको चाहिँ सम्पत्ति केही पनि पर्दैन। बाँच्छ र मान्छे मात्रै बाँच्छ। ल तपाईँले पनि यसै हाम्रो ओजेलका खबर मार्फत सबैसँग आग्रह गर्नुहोस् कि देश विदेशमा रहनुभएका जो कोही नेपालीले आफ्नो एक दिनको खाजा खर्च काटेर भए पनि जे जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु हुन अनुरोध गर्नुहोस् न प्लिज। मैले ओजेलका खबर